एका बिहानै घरको दैलोमा एकजना बुवा आउनुभयो। उहाँ त मिठो गीत गाउनु हुँदो रहेछ। मैले त सुने उहाँका मन छुने शब्दहरू र मिठो धुनलाई। तपाईँ पनि सुन्नलाई अन्त्यसम्म हेर्नुहोला। ल हाम्रो बुवाले मिठो गीत गाउनुहुन्छ, सबैले सुनेर साथ दिनुहोला। हाल्छु कि म पछि जानै पाम लालचिन हातैले रचे कर्णन पशुपति नाथैले रातो तिमी राम जम्माया खोइटा बोलौँ बसन्ती तिमी राम जम्माया खोइटा बोलौँ बाटै ती पिरालु लाया महलेरो गानु आफ्नो कर्म यस्तै रहेछ कसको कर्म खानु जिउँदा सन्जी हासिल गर्नु मरे केले जानु भएन परसको माया मरे केले जानु यामा नहुनेको माइत केसो बाले जानु राम्रो हरि एक्लै पर छितालाई हारेर बाँचिन्जीको तेरो मेरो क्याले मरेर संसारैमा मैरैछु लौ दुखी मरेछु क्यारै मेरै रातो तिमी राम जम्माया खोइटाडा बोन बसन्ती तिमी राम जम्माया खोइटाडा बोन लाला भन्ने पाखरी छे भन्ने फेरि गएको बरै लाटे जोब्रा हुने छैन फेरि हजुरको आम्दानी हरि गर्दै रहन्छ धामा पानी मगा पर्दाखेरि दालै पाम लालचिन हातैले रचे गर्णन पशुपति नाथैले रातो डोरी तिमी राम जम्माया खोइटारा बोलौँ बसन्ती बोलौँ बसन्ती ल बाजेलाई धेरै धेरै धन्यवाद। ल बुवाको दिन एकदमै शुभ रहोस् है त।